Hello everyone, welcome to my mini vlog. I'm sorry. I guess आजको vlog चाहिँ अलिकति लामै थियो होला. I mean छ होला. त्यही लागि मिनी भ्लग चाहिँ भन्दिनँ बट स्टिल मैले चाहिँ ट्राई गरेको मिनी भ्लगै बनाउनु अनि हेर्नुहोस् आज पनि हामी आइपुग्यो पेम्लिङ ग्राउन्डमा फुटबल हेर्नको लागि म र बाबा अनि आउँदाखेरि चाहिँ अप्पर पेम्लिङ भर्सेस लोवर पेम्लिङको हुँदै थिएछ म्याच अन्तखेरि यहाँनिर मेरो बाबाको स्कुलको नानीहरू आएको रहेछ अन्त भिडियो बनाउनु अन्त यो म्याच चाहिँ अप्पर पेम्लिङले जितेको छ अनि सेकेन्ड राउन्डमा पुग्न सफल बन्यो अनि त्यस पछाडि यो चाहिँ कफेर कुन चाहिँ कफेर भन्दै थियो अनि कफेर र निम्बङको बिचमा भइरहेको थियो अनि त्यसमा पनि कफेरले जितेको छ सेकेन्ड राउन्डमा पुग्न सफल बन्यो अनि त्यहाँदेखि चाहिँ मैले हल्का स्न्यापच्याट गरेर अन्त काकाहरूलाई फिल्टर लगाउँदै हँसाउँदै हाँस्दै बसिरहेको थिएँ हामी मजा गर्दै बस्यो त्यतिखेर गेमै भएको थिएन अनि आज चाहिँ मेरो भाइ अनि काकाहरूको पनि म्याच थियो स्पेसली म चाहिँ त्यही म्याच हेर्न आएको थिएँ अन्तखेरि यो म्याच चाहिँ मेरो भाइहरूको बिचमा भइरहेको छ भाइहरूको टिम भर्सेस घन्टी डाँडाको भाइहरूको बिचमा हुँदै थियो अनि हाम्रो भाइहरूले निकै दामी खेल्यो होइन यो चाहिँ मैले लामो बनाएको छु भ्लग भिडियो किनभने यिनीहरूले होइन मेरो भाइले स्पेसली रिक्वेस्ट गरेको थियो हाम्रो चाहिँ बनाइदिनु ल भिडियो मजाले भने चाहिँ तर पनि आइएम सो सरी तिमीहरूलाई म सरी भन्नु चाहन्छु किनभने नि मेन लाइक गोल भएकोहरू चाहिँ मैले भिडियो बनाएन किनभने म पनि इन्जोय गरिरहेको थिएँ होइन त्यो मेन पोइन्ट वालाहरू चाहिँ मैले स्किप गरिपठाएँ त्यसको लागि चाहिँ तिमीहरूलाई धेरै 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 सरी छ मेरोबाट तर अचम्मै दामी म्याच भएको थियो यो चाहिँ अनि हुँदैछ हेर्नुहोस् तपाईँहरूले मजाले यो म्याच तर यिनीहरू मेरो भाइहरू चाहिँ दलप्सन भएर खेल्दै थियो अन्त दलप्सनकोले जित्यो यो म्याच चाहिँ सायद 5 गोल लगाएर अन्त घन्टी डाँडाको भाइहरूले चाहिँ 1 गोल पनि सायद लगायो होला अनि हेर्नुहोस् तपाईँहरू इन्जोय गर्नुहोस् एकछिन यो म्याच हेर्नु चाहिँ मजा आयो तर किनभने स्पिड थियो नि त यो म्याच चाहिँ अनि भाइहरू दामी खेल्नेहरू रहेछ दुईपट्टिकै राम्रो खेल्नेहरू परेको थियो किपर पनि कस्तो राम्रो थियो यतापट्टिको यो हाम्रो भाइहरूको टिमबाट चाहिँ त्यो यो प्लेयर्स भाइहरूको नाम चाहिँ मलाई थाहा भएन के हो सबै साथीहरू मिलेर खेलेको रहेछ अनि यहाँ एक जग्गामा चाहिँ यो घन्टी डाँडाकोपट्टि चाहिँ डी बक्सको भित्र ह्यान्डबल भएर चाहिँ पेनल्टी पनि पाएको थियो हाम्रो भाइहरूको टिमले अनि उसको नाम चाहिँ मनिष भाइले गोल लगायो यो भाइ मैले मजाले भिडियो गर्नु पाएन यो 8 नम्बरको भाइ सेतो जर्सीको अनि त्यस पछाडि त्यो म्याच सक्ने बित्तिकै हाम्रो भाइहरूले जितेपछि यो हुँदै थियो बिट्विन पेदुङ भर्सेस तकनाको भाइहरूको बिचमा अनि तकनाको भाइहरूले यो म्याच जितेको छ अनि सेकेन्ड राउन्डमा पुग्न सफल बन्यो कति गोल लाग्थ्यो त्यो चाहिँ मैले बिर्सेँ हो अलिकति बिर्सिने पनि बानी छ त्यही लागि सबैले मलाई लाइभ गर्नु भन्नुहुँदै थियो कि त्यहाँनिर अलिकति इन्टरनेटको प्रब्लम भएर लाइभ चाहिँ गर्नु पाएन त्यही लागि भ्लगै बनाउनु पर्यो यो चाहिँ अब लास्ट सेकेन्ड म्याच रात पर्नु आँटेको थियो यो पनि दलप्सनको भाइहरू थियो यत्रो सब सानो बी टिमको भर्सेस चाहिँ सायद यो एसयुएमआईको भाइहरू थियो होला अपोनेन्ट चाहिँ स्कुल मिलेर खेलेको हो कि हो मैले त बुझिनँ तर पनि हुनु चाहिँ उतापट्टिको लाइक दलप्सनपट्टिको भाइहरू चाहिँ सबैजना दलप्सनकै मात्रै थियो यतापट्टि पनि अब सायद एसयुएमआईकै मात्रै थियो होला यो चाहिँ हेर्दै 1 गोल खाएको थियो हाम्रो भाइहरूले दलप्सनको भाइहरूले अनि यतिकै सक्यो म पनि घर आएँ यतिकै
सो गाइज आई सी यू इन माई नेक्स्ट भ्लग. आजको भ्लग यतिमै थियो. थ्याङ्क यू.